आयो त माछा तैँले पोखरी कसरी तेरो भने हो, यार के माछा रे पोखरी तेरो हो। मेरै हो तर मेरो हो। माछा पोखरीको सबभन्दा क्रेजी दाई मैले नाम भन्यो भने तैँले चिन्छस्, त्यही मान्छेले मलाई केही भनेको छैन। त झरेको अँ झारलाई के टेन्सन, झरेको त झाट त त हो के। बच्चा हो, त माछा पोखरीको बालाजुको बच्चा हो बाबु। तर त भन्दा धेरै यता सुन ठुलो हो लाइभमा सोच, लाइभमा धेरै काण्ड गरेर तर म हिँडेको टेबल छ टक तँभन्दा। गरिदिउँ न त। तेरो तर म घरमा सिङ्गल खेलिदिउँ न त्यसो भए। तेरो औकात कहाँ छ के? म यत्रो ग्याङ कस्तो पालेर राखेको औकातको कुरा तँसँग अरे सिङ्गल त त खेल्नलाई हो। त त नडरा सुन्न न सुन, राजा त यहाँ ल सुन्न है भेट्दिन भए झारे, आइज नि त हिपालु आइज ल। सुन्न है झारे, त आइज न। त ए भन् फेमस छस् भन्न कि म भन् फेमस छु? त मेरो लाइफमा आएको कि म त तेरो त लाइफमा आएको? आउनु पर्यो नि त, त फेमस मान्छे त आउनु पर्यो नि त। तैँले भने होइन सुन न, फेमस माछा पोखरी मान्छेहरू हल्लिन्छ कहाँ भनेर। आउँछ क्या बाबु? हल्लाउँदै म अस्ति हल्लाउँदै आएको थिएँ आइज न, बालाजु। रानीबलदेखि हल्लाउँदै आइज न। के हो हो, रे हल्लाउँदै सल्लाउँदै भन्ने कुरा ठाउँमा हुन्छ हेर बाबु, बुझिस्? त त त त भन्दा त ग्वाला ठिक छ के चारे। तेरो हिसाब पनि हुन्छ ठाउँमा। हिसाब हुन्छ, हिसाब अहिले गरौँ न, आज भोलिमै गरिदिउँ न हिसाब। गर्छु किन त त आउन सकिनस् अहिले, अब के गर्नु, अहिले त गर्नु लागि आइज तेरो न, हिसाब। त आइज न, तेरो लागि म म आउँछु त झारे। आउँदिनँ भाइ, सुन न हो त ब्रो, रानीबर सुन न। मैले हल्लाउँछु भनेको कि तैँले माछा पोखरी हल्लाउँछु भने, त आइज न झारे। हल्लिरहेछ त, त कसरी झारेको चिक्ने, त झारेको हल्लिरहेछ भने, निन्द्रा त खराब झाडले भएको छ हल्लाउँछ त। भने माछा पोखरी त झारे। झारको निन्द्रा खराब भएको छ कि, त डिस्ट्र्याक्ट भित्रबाट झारिसक्यो। आएको मान्छेले हल्लाउँछ भने माछा पोखरी। कहाँबाट आएको रे? कहाँबाट आएको भने सुनिस्। नसुनेर सोधेको हो झाट, सानो बच्चा। सानो बच्चा त हो के राजा, सानो बच्चा त हो। तँलाई त मैले ए केही गर्नै यहाँ सुन, पर्दैन यहाँ क्या, सुन है, मेरो यहाँ यहाँ सुन, भाइहरूले ओइ तँलाई तँलाई ओइ, यहाँ सुन न, बालाजुको सन्तोष दाइ चिन्छस्? दाईहरूको नाम नदेऊ न। दाईहरू तँसँग आँट छ भने त छि आइज न। छि छि मैले छि छि यता छि सुन न राजा, छि, मैले तँलाई मैले दाईहरूको ग्याङस्टिक नाम भन्ने लिएछु कुरा अहिले। थाहा छैन। यहाँ सुन न, यो के हो? तेरो यो त यो त मुजी रियल बक्सिङ म्यान म्याच हो, हो। त सुन रियल न, म्यान हो तर भने त त ओइ आफ्नो फुच्चे, कुरा गर्न। तँसँग कति ओइ आँट छ, फुच्चे, त आइज न। ओइ फुच्चे सुन न, यो के बक्सिङ म्याच त हो तेरो र मेरो, 1-on-1 त मौजी गर्नलाई? ओइ तैँले कसलाई फुची भन्दा अहिले। तँलाई, त लिल एक्स पेन झारे बच्चालाई। धारे बच्चा त भने झाटु ड्रिपी थ्याङ्क यू, तँसँग थ्याङ्क यू। तँलाई हेर, तँलाई बालाजुबाट योभन्दा अगाडि केही भनेको थियो नराम्रो, त चलाउन आएन अगाडि। त झरेको झारलाई म किन चलाउँछु? तेरो औकातै छैन मैले यस्तो तँलाई खालको चलाउने। ऱ्याप हानेपछि हल्लिहाल्छ नि। बालाजु, काठमाडौँ, पूर्व, पश्चिम नेपाली काठमाडौँ फ्रेन्ड हल्लाइदिन्छु भाइ। त्यो ऱ्याप हान्नु भनिदिने सुन हल्लाउँछ। न, त्यो ओइ भनिदिने झारे, पारा हुँदैन भने त तैँले कुन सुन कुन ओइ पारामा झारे, भनेछ त। यसरी एक ओइ कल हान्यो झारे नि सुन यसरी न, हल्लिन्छ। अहिले हल्लिरहेछ यसरी। यसरी यसरी हल्लिरहेको छ, त हल्लेको हेर्न त्यहाँ छटपट भएको छ त तँलाई। ठिक छ, छटपट भइहाल्छ नि। तँलाई तँलाई त जस्तो तँलाई अब हवलदारलाई हो पर्सनली कि नभेटी टेन्सन कि हुने, नहुने माथि माथि भएको अब। डिएसपीलाई मतलब हुन्न कि भाइ, हवलदार हो बढी बोल्ने जहिले। ए त डिएसपी हो भनेपछि अब ऱ्यापको म झारे होइन, तेरो माथि छ चोर बालाजुमा बजारको धेरै कपडा मान्छे छ कपडा क्या के तेरो माथि। भाडामा लाएर त हिरो भएको। सुन न झारे, तेरो माथि धेरै मान्छे छ क्या बालाजुमा। तैँले त के किन अँ ठुलो माछा हो माछा पोखरीको भन्ठानेछस् बाबु? सार्कहरू छ माछा अँ पोखरीमा। त सार्क छ अरे। सानो के भन्छ त्यसलाई, झिङ्गे माछा भन्छ होला त जस्तोलाई त। सार्क छोड्दैन, सार्कको ज्यानमा नि जुगा छिर्यो भने सिद्धिन्छ क्या, त्यो अनि छोड्दे। तैँले सिद्धाउँछस् बालाजुको ठुल्ठुलो दाहरूलाई? के रे तैँले दाईहरू सिद्धाउँछस् यता बालाजुको सुन्न, त्यो ठुल्ठुलो सार्कहरूलाई? दाईहरूको ठाउँमा छ हेर। अनि मैले म त्यही दाईहरूको नाम दाइहरूको लिएछु भाइ हो नि अहिले। त, त जोसँग त यहाँ झाटु बढी कुरा डराएर गरिरहेको अहिले छ। दाई भाइ एन तेन भयो। तेरो र मेरो कुरा छ यहाँ, दाई भाइको कुरै छैन नि छैन यहाँ छैन अहिले। बाबु, मलाई चलाइस् कि जिफोएलको कुरा छ? जिफोएलमा धेरै मान्छे छ, मैले ग्याङ बनाएको जिफोएलमा नि तँसँग 1-on-1 धेरै खेल्दा मान्छे त, जस्तो यता नि लाग्यो धेरै मान्छे झरेको छ झार। राजा। आफ्नो ठाउँमा सबै आफै डनो। तर तर पनि तँलाई को भनिहाल्यो नि, डन तँलाई सबै प्रुभ आफ्नो गर्न ठाउँमा? कोही पनि कसले आएको भने छैन। डन तैँले हो? आफैले भने हो, कसले भने बाबु नपचे सबैजना कुरा डन हो पचेन भन्ने? भन्न पाउँछ। पाउँछ, अनि पचेन भन्ने कुरा पचेन भन्न पाउँछ, तर गर्न चाहिँ के सक्छस् यता भन्ने सुन्न, क्या? किन अस्तिको बढी अगाडि बोलिरहेको अगाडि त योभन्दा भन्ने? अगाडि ल मैले त यहाँबाट तँ जति तँलाई बढी यस्तो यस्तो बोलेको भनेको थियो, छुइनँ त उस्तो फुच्चे। भनेको थियो भने कोही छ तँलाई। सुन न, सुन बाबु, सुन राम्रोसँग सुन न। मैले तँ जति बढी बोलेको सुने त? मैले त जस्ट हल्लाइदिन्छु भने हो। हरेक बच्चाले हरेक टोल हल्लाइदिन्छ काठमाडौँको। यदि त स्ट्रिटबाट होस् भने तँलाई थाहा होला। अनि अनि हल्लिँदैन, जुन ठाउँ पनि हल्लिन्छ क्या भाइ, एकल घुमायो भने सबैको त्यति नै हुन्छ कन्ट्याक्ट, बुझिनस्? अनि तँलाई 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 कसैले उमेर चाहिँ किन भने भने चाहियो। मैले, मलाई कसैले माछा पोखरीबाट ऱ्याग गरेर म माछा पोखरीको हो, माछा पोखरी आइज भनेर कमेन्ट हाने भएर मैले त्यो बोलेको हो। तेरो भन्ने शैली भएन क्या राजा, भन्ने शैली शैली त चाहियो के। होइन के बाबु, त माया जज होइन माया के? सुन छ न, ओइ बाबु, बालाजुलाई, त्यस्तो ओइ होइन बाबु सुन के न, रे। त जज होइन के बाबु?
त बढी अनि नबोल न, त त जज हो जज त होइन। भने त चाहिँ जज हो त भने मैले कहिले जज गरेँ? म त मेरो मनको कुरा अनि भच्याक तैँले भच्याक जज बोलिदिन्छु क्या बाबु। नगरे भए कसरी माथि पोरि हल्लिन्छ एन त्यान भनिस् त। हामीले कहिले रानी बन हल्लिन्छ, हामीले आफै यहीँको बालाजुको भरे बालाजु हल्लिन्छ भने छैन त। अब तैँले सक्नु नि पर्यो नि त बाबु बालाजु हल्लाउन। तेरो त दाइहरूले ल त हल्लाएर आएको सक्ने छ मान्छे बालाजु। हल्लाइदियो नि त ल, त सक्ने मान्छे हल्लाइदियो नि त, अहिले हल्लाइदियो ल। अहिले चाहिँ किन हल्लिरहेछ त तेरो अनि त फुच्चेहरूको त्यो हल्लाउनै नसक्ने मान्छे सुन्न यहाँ, हल्लाउनै नसक्ने मान्छे किन खोक्ने भने के त्यो हल्लिरहेछ लाइभमा भने बेसी के हो बोल्नु त? भन्दा ल तैँले आफैले भनिस् हिजो टेबल सुन्न टक हुन्छ सुन्न बालाजुमै, को आउँछ ल ट्र्याप स्टार कङ्ग्रेचुलेसन ल लगाएर। 200 जना पुग्यो। ओइ बाबु लाइभमा फर्स्ट टाइम 200 जना देखिस् होला लाइभमा, उता हेर माथि, इन्जोय गर। तेरो लाइभमा हो नि त। अफ अनि यहाँ यस्तो कोर्स नि तेरो दाइकै दादाहरू लाइभ त लाइभमा हो। टेकेपछि पुगिहाल्छन्, अहिले 500 पुग्छ पक्ने एकछिन। तँलाई मैले हेल्प गरिदिएको होइन त यो? झाँट गरिस् तैँले हेल्प, तँलाई मैले हेल्प तँलाई गर्दै मैले हो के, नल्याउन सक्थेँ कि तँलाई सक्थिनँ? मैले तँलाई हेल्प गर्दै एक्सेप्ट हो कि गर्न कसैले केही नगरे यसलाई टेबल टक गरिदिउँ भनेर सुन्न तँलाई बच्चा, हेल्प गरिदिइरहेको छु कि। सुन्न बच्चा है, तँलाई भन्न मैले भन झाँट, एक्सेप्ट नगर्न पनि सक्थेँ त। तैँले गरेको थिइनस् त अगाडि। ल यहीँ छस् त, 200 जनामा बोल्न पाइरहेछस् त झरेको झाँट। होइन ल अरू कुरा छोडिदिए ल, अब के गर्ने डिस्ट्राक्टमा भन ल, कति गएको भेट्ने छ हेरौँ त भ्युज यो बच्चाको डिस्ट्राक्टमा। तेरो भ्युजको कुरा छोड्दैन, तेरो कानमा पुग्यो कि पुगेन भन्न। गरिबहरूले पैसाको कुरा छोड्दै, चिक्ने पत्तुरहरू भ्युजको कुरा छोड्दै, के को कुरा गर्ने त बाबु? तेरो उमेरको कुरा गरौँ न त। फर्स्ट टाइम 200 बढी रे, थ्याङ्क यू सो ए मच। आज ए आउँछ ए होला म। राजा, उमेरको भन्दा पनि ल मेरो उमेर 15 भयो नि, सुन्न तँलाई खाइदिए सुन्न सिद्धेन भने। म झगडा गरौँ लाइभमा भने होइन? है क्या त मजी 2 जिब्रे भने सबलाई थाहा छ कि इन्डस्ट्रीलाई त यस्तो भइस भने त कहाँ न घरको न घाटको हुन्छ क्या राजा यता। दुईटा भने के जाब, दुईटा जिब्रोले कहाँ पुग्छ के बर्बललाई? 10 वटा 10 जिब्रे चुरोट पाए। खै चुरोट लिन गएको मान्छे यार, आम्मा कसम तिम्रो इडियट, अति खतरा मान्छेहरू यार। चुरोट ल्याउँ टेबल भनेको टक हान्दिउँ न त भेटेर, त्यो लाइभमा किन चलपल देखाउनु। त झारेको झाँट, चुप। मेरो फ्यामिलीसँग बोल्दा नबोल है झाँट। के रे वे, मेरो तँलाई राम्रोसँग कुरा बोलिरहेछ गरिरहेको अहिले बेलामा पनि बिचमा फेरि। नबोल भने के? टेबल टक हान्न आइज नि त, त हिजो भने तँलाई चित्त नबुझ्या कुरा। तलको झरेको झाँटले डिस त निकाल्न किन परिहाल्यो, यस्तो तँलाई सबले पत्तुर निकाल्छ भएको डिस। भन्छ? सुन्न कज बिना झगडा गर्नलाई त किन यस्तो पत्तुर भएको? तँलाई कस्तो के कस्तो लाज कस डेस्परेट बिना भएको? भने तँलाई तेरो ठाउँलाई भन्यो भने तँलाई चित्त बुझ्छ, कसैलाई नि चित्त बुझ्छ बुझ्दैन। बाबु। बौद्धको केटालाई बौद्धको कुरा गरे नि चित्त बुझ्दैन। सुन्न तैँले राम्रो सुन्न भन्यो भने अरूले नि राम्रो भनिदियो, तैँले ठिस हानिस् भने अरूले नि ठिस हान्छ तँलाई क्या राजा। सुन्न मेरो टोल पनि हल्लाउन सक्नेहरू छ के? हो र हल्ला नि त। म होइन क्या, अरूहरू छ भने। छ्या, तेरो कुरै ठिस हुन्छ के, म 14-15 तेरो को लागि चाहिँ बच्चाको जस्तो लास्टै कुरा। खतरा हो के? ध्यात म चाहिँ के रे सारे मजा त यो आएको लाइभमा होइन फेरि यो दुश्मनको लाइभमा। रियल बोल्दा नि फेरि यही दुश्मनको बोली लाइभमा निक्लिनु 200 पर्छ नि जना फेरि देख्दा झाँटु। जाँदै नजाऊँ जस्तो भएको छ होला नि तँलाई? के अब यहाँबाट के के जानु, रे अब गाली नै खाएर थुक्क भए पनि म बस्नै छ्या, पर्यो। तैँले तेरो लाइभमा ल फर्स्ट टाइम जान होला त होइन ल 200, ल गएर देखा त्यही त, माथि काटेर मेरो देखा मेरो त ल। मेरो पाइला ओइ थुक्क म त डराएको बोल्नलाई। काटेर देखा न, 200 जनामा काटेर देखा न ल, तमुजी झारे। हड्डी डराइस भन्न हाँसेको छ राजा तेरो, बोल्नलाई। तेरो के रे हड्डी हाँसेको छ। हो र के हो होइन होला। बरुले 1 भर्सेस 1 हान्देऊ रे, 1 भर्सेस 1 हान्नलाई ल मलाई 1 कति भर्सेस पालेर राखेको 1 हो? हान्दिउँ न त यसलाई लाइभमा, ल त तर जम्प त हालिदियो अरू के कुरा 10 छोडिदिए ल। जनाले, 10 जनाले, 2 जनाले यसको एक एकवटा हात समातेर, 2 जनाले खुट्टा समातेर थुक्क मोजी यसको त ल पेटमा लिएर आइज, टाउको ल लाएर ल ल ल राखिदियो के? लिएर आइज, 10 जना लिएर आइज ल। कसलाई त 10 ल्याइ, यस्तो काउकुती लाएर तेरो 10 लाख ढाल्न त मेरो 3 पुग्छ क्या राजा, 3 भए पुग्छ। त्यही माथि तँलाई दाईहरू नि बोलाउनु पर्दैन। बौद्धमा आएर धोबिहाल्छु मुजीले, कसलाई यसको नि टोल छ र। अब यसलाई हटाइदिनु र, यो फुच्चे लास्ट पत्तुर भयो ल। डराइस भन्न राजा। इन्जोय सिक्ने एकछिनको फेम, 2 मिनटको फेम इन्जोय गरे। दामी फेम पाए त। वाइल्ड दामी यस्तो भाइ कस्तो भने माछा पक्रियो हल्लिन्छ भने म्युजिकले पो हल्लिन्छ, तिमीहरू त्यो गलत फाल्दियो त्यसको औकातले नै भएन। आयो धुवा।